क्याम्पमा अब चाहिँ हामी क्याम्पमा बिरामी नुन जान लागेको छौँ सो स्टे ट्युन गाइस अनि म चाहिँ खुसी हस्पिटल 5 दिन बसेँ अब एक दिन क्याम्प बस्छु अनि त्यसपछि ब्याक टु माई होम हेलो गाइस अनि सरी सो अहिले चाहिँ हामी क्याम्पतर्फ हिँडिसकेको छौँ अनि अहिले चाहिँ हामी ट्याम्पोमा छौँ अनि हामी चाहिँ अन द वे जाँदैछौँ अब क्याम्प पुग्नेछौँ अनि फेरि क्याम्प पुगेपछि क्याम्पको पनि भिडियो बनाउनेछौँ सो यस्तो राति हुँदैछ रातिको कति बजिसक्यो भने हेर्नु सक्नुहुन्छ यो कति बजेको 10:30 भइसक्यो अनि बिरामीहरू अहिले भोकै हुनुहुन्छ अनि अहिले चाहिँ हामी खाना लगेर जाँदैछौँ अब यहाँदेखि हामी जान्छौँ क्याम्प अनि क्याम्प गइसकेपछि हामी मेरो मम्मी हुनुहुन्छ त्यहाँ मम्मीलाई यता घर पठाउँछौँ अनि घरमा आएर मम्मीहरू खानासाना खानुहुन्छ अनि हामी चाहिँ क्याम्पमा गएर बिरामीलाई खाना दिने आजको हाम्रो नाइटै हामी त्यहीँ बस्छौँ है सो आज चाहिँ हाम्रो नाइट नै टी हुन्छ हामी टी सुत्छौँ जे गर्छौँ टी गर्छौँ अनि अहिले चाहिँ हामी जाँदैछौँ सो हामी पुगिसकेपछि फेरि पनि भेटौँला ओके कति भिडियो एडिट गर्ने झ्याउ लाग्यो क्या यस्तो गाह्रो हुँदो रहेछ होइन फेरि पनि क्याम्पमा आइपुगेँ म अङ्कलै तर्सिनु भयो हामी चाहिँ स्टुडेन्ट जाँदैछौँ अनि निन्द्रा लाग्यो नि त क्याम्पमा अघि आइसक्यो नि त अनि यस्तो धेरै निन्द्रा लाग्यो यस्तो हामी चाहिँ अब साथीहरू सुत्न पऱ्यो नि त एकदमै धेरै निन्द्रा लागेछ कति दिनको आउनुहुँदैछ तपाईँले चाहिँ लगाएको नानीको सास हुन्छ कि नानी भनेर यहाँनिर चाहिँ बनाएर चाहिँ कि निन्द्राको छिन्दै म त थाहै नभएछु सुत्नु छ तपाईँ कतापट्टि सुत्नु मौधुपट्टि अनि तपाईँ भन्नुहुन्छ फेरि हाम्रो चाहिँ सुदिन हाम्रोमा सुत्नु अब हाम्रो आउनु चलाउनु परेपछि मलाई केही चाहिँदैन त्यस्तो चाहिँ राति दिदीहरू हुन्छ कान्छीलाई चाहिँ पचाएपछि निन्द्रा होइन इन्स्टाग्राम डाउन मैले मेरो फोटो हेर्नु भएको छु म त यस्तै हालिदिन्छु गुड नाइट कति दिनको अनिन्द्रा छ आकाश एउटा मात्रै छ एयरपोर्ट ब्लुटुथ लानु भयो नसुत्छु अनि मेनुमा चाहिँ अहिले नसुत्नु भने मलाई चाहिँ एकदमै निन्द्रा लागिसक्यो नि त गुड नाइट सक्यो सबैजनालाई गुड नाइट गुड मर्निङ अब चाहिँ हामीले स्टोर रुममा कहाँको हामीले बेड कभरहरू राख्नुलाई
यस्तो टाउको दुखेर लास्टै लुगा लाग्यो मलाई चिसो भएको घरमा भन्दा राम्रो फेसिलिटी छ है स्टोर रुम हाम्रो स्टोर रुम चाहिँ यहाँ छ हामी चाहिँ लक पो रहेछ त होइन त पल्लो पो हाम्रो सामानहरू चाहिँ आज यहाँ बस्नुहुन्छ कहाँ थियो म्याट चाहिँ कहाँ राख्नु तर यो सुविधा चाहिँ राम्रो है म चाहिँ एकदमै राम्रो लाग्यो है होइन नुमा भन्नु त तर थिएन नि यस्तो त हामी त त्यहीँ पुक्का पाऱ्यो त्यहीँ राख्यो उठ्यो है तर मलाई मन दिँदैन कोसी म हस्पिटल त अनि फर्स्ट टाइम गएको तपाईँ जानुभएको थियो अस्ति नै एकचोटि फर्स्ट टाइम त के को लागि स्विम गर्नु जाँदा यस तर यो चाहिँ राम्रो लाग्यो मलाई उसको साथीहरू मसँग चाहिँ पैसा थिएन नि त अनि 50 रुपियाँ मात्रै बोकेको थिएँ यहाँ आएको 100 अरे अनि म आधी बाटोमै ओर्लिएर हिँड्दैछु यस्तो हुन्छ पैसा नहुँदा पनि ब्याग त छ तर पैसा छैन